हाम्रा आदरणीय नेता कमरेड प्रचण्डले यसपटक तारामा भोट नहालेर घन्टीमा भोट हाल्ने कार्यकर्तालाई चाहिँ कारबाही गर्छु भनेर भन्नुभएको रहेछ। उहाँले के बिर्सिनुभयो भने यसपटक हजुरले कार्यकर्तालाई कारबाही गर्ने होइन, यसपटक चाहिँ कार्यकर्ताले हजुरलाई कारबाही गरेर घन्टीमा भोट हालेका हुन्। किनभने हजुरले 35 वर्षसम्म माओवादी सम्हालिराख्दा कुनै न कुनै बहानामा हजुरले अध्यक्ष पद छाड्नु भएन। त्यहाँबाट हजुरलाई कार्यकर्ताले कारबाही गर्न सकेनन्। फलस्वरूप चुनावको माध्यमबाट हजुरलाई चाहिँ यसपटक कार्यकर्ताले कारबाही गरेका छन्। त्यसैले अझै पनि कार्यकर्तालाई कारबाही गर्छु भन्नु चाहिँ हजुरको मूर्खता हो। अझै पनि कार्यकर्ताले चाहिँ हजुरलाई मानेर एउटा बिउसम्म बचाइदिएका छन् अनि हजुरको पार्टी चाहिँ अहिले एउटा अटोमा अट्नेसम्म चाहिँ राखिदिएका छन्। हजुरको यस्तै फेरि पनि अभिव्यक्तिहरू आइरह्यो भने अर्को पटक चुनावमा चाहिँ स्कुटरमा अट्नेसम्म पनि नरहने गरी हजुरलाई चाहिँ कार्यकर्ताहरूले कारबाही गर्नेछन्। त्यसैले समयमै बर्तुन सक्षम व्यक्तिलाई हजुरको सिटमा राखेर बिउ बचेको छ यसलाई उर्वर बनाएर फेरि पनि माओवादी पार्टीलाई अगाडि बढाउन सकिन्छ। त्यसैले अब समयमै मलाई चाहिँ कार्यकर्ताले कारबाही गरेका हुन् भन्ने बुझेर पदबाट आफ्नो जिम्मेवारी पूर्वक रूपमा अरूलाई अगाडि सार्नु होला, ताकि अझै पनि कार्यकर्तालाई चाहिँ कारबाही गर्छु भनेर हिँड्नु चाहिँ यो हास्यास्पद हुन सक्छ है त। कमरेड प्रचण्डजी यति चाहिँ बुझिदिनु होला, किनकि यत्रो वर्षसम्म राजनीति गरेको मान्छेले बुझ्नुपर्छ है त।